पोर्चुगलको शिव मन्दिर दर्शन नगर्ने को हुनुहुन्छ आउनु मसँगै दर्शन गर्नु। भिडियो सुरुबाट है त। मर्निङमा उठेर फ्रेस भएर बारको चरेर लागियो काइसुत्रेमा चाहिँ मेरो बुढालाई कफी खानु पर्यो रे। कफी खाँदै म्याप हेर्दै कताबाट जाने रहेछ हेर्दै हुनुहुन्थ्यो। फर्स्टमा चाहिँ काइसुत्रेबाट ग्रिन लाइनको मेट्रो चढेर क्याम्पो ग्रान्डेमा ओर्लिनु पर्ने रहेछ। छोरीले चाहिँ मेट्रोको आवाजले डराएर मम्मीलाई कति जोडसँग हात पक्रिरहेको थिइन्। अनि हामी चाहिँ क्याम्पो ग्रान्डेमा झरेर बाहिरपट्टि ठ्याक्कै बस स्टेसन रहेछ 2772 2717 को बस चाहिँ ठ्याक्कै त्यहाँ जाने रहेछ। 5 स्टेसन पछि भनेर देखाइरहेको थियो। अनि बस कुदिरहेको थियौँ। फाइनली बस आएर 15 मिनट 16 मिनटमा चाहिँ हामी त्यहाँ पुग्यौँ। ठ्याक्कै रोडबाट 2-3 मिनट भित्रपट्टि रहेछ। मन्दिरको गेटमा आउने बित्तिकै कस्तो अलग्गै भाइ भएको कि रुन मन लाग्यो जस्तो। जस जिन्दगीमा सबै कुरा सबैसँग सेयर गरिन्छ भन्ने छ नि, एकजना भगवान् त हुनुहुन्छ जसले हामीले नभनी मनको कुरा बुझेर हरेक दुःख सुख पार लगाइदिनुहुन्छ। अनि भित्र छिर्ने बित्तिकै चाहिँ जुत्ताहरू राख्ने ठाउँ रहेछ। ओहो, यसरी घन्टी बजाएर मन्दिरभित्र छिर्दा त शरीरमा अलग्गै ऊर्जा आयो। कस्तो आनन्दको फिल भयो मलाई चाहिँ। मन्दिरभित्र चाहिँ धुपहरू अगरबत्तीहरू बाल्न चाहिँ पाइँदैन रहेछ। अनि साइडमा चाहिँ जल राखिदिएको रहेछ। अनि दुधहरू आफूले ल्याएर नभए त्यहीँ पनि हुन्छ, चढाउन सकिँदो रहेछ। छोरीले पूजा गरिसकेपछि बुढोले पूजा गर्नुभयो। खै पहिला राधाकृष्ण मन्दिर पनि गएको थिएँ, यस्तो भाइब चाहिँ आएको थिएन। यो मन्दिरमा चाहिँ मलाई अलग्गै ऊर्जा आयो। अनि बुढोलाई छोरी हेर्नु ल, म एकछिन ध्यान गरेर बस्छु भनेर भने। ध्यान गर्दा गर्दै कति बेला आँखाबाट आँसु झरेछ 25-30 मिनट भइसकेछ। छोरी नमानेर अनि बुढो उठाउन आउनुभयो। साइडमा हेरेको अरू पनि ध्यान गरिरहेको रहेछ। यहाँ चाहिँ ठुलो एउटा हल छ। एक साइडमा चाहिँ मन्दिर, एक साइडमा चाहिँ स्टेज शिवलिङ्ग बनाइरहेको रहेछ। सायद शिवरात्रिको प्रोग्राम थियो होला। अनि साइडमा चाहिँ प्रसादीहरू चियाहरू रहेछ, यत्तिकै राखिदिएको रहेछ। त्यो खाएर त्यसपछि आमा हुने कर्तव्य निभाउनु पर्यो। छोरीलाई दुध खुवाएर डाइपर चेन्ज गरेर त्यहाँबाट निस्किँदैछौँ। सबैको अगाडि जति नै स्ट्रङ देखाए पनि भगवान्को अगाडि चाहिँ हुन नसकिँदो रहेछ। कति रोएँ, ध्यान गरेँ, कस्तो मन हल्का शरीर हल्का भएर उड्दै हिँडे जस्तो भयो मलाई चाहिँ। अनि बाहिर निस्केर खुसी थिएँ म आज चाहिँ। त्यस गाडीहरू चाहिँ पाइहाल्दो रहेछ। फर्किँदाखेरि चाहिँ अलग्गै रुट लिँदो रहेछ। 35-40 मिनटै लाग्यो। अनि क्याम्पो ग्रान्डेमा आएर मेट्रो स्टेसनमा हामीले चिया कफीहरू यताउता खाएर अब चाहिँ घर लाग्दैछौँ। भ्यालेन्टाइन डेमा चाहिँ कहीँ लिएर जान पाएन भनेर बुढोले मन खिन्न गर्दै थियो। आज छुट्टी छ, ल हिँड कहाँ जाने भनेर भन्नुभयो। मैले चाहिँ मन्दिर भनेर चाहिँ खास यसरी मन्दिर आउन जुडेको थियो। त्यो चाहिँ स्टलर नल्याएर क्यारी ब्याग लिएर आएको थिएँ। मैले त छोरी टाउको धान्ने पनि भइसकेको थिएँ। छोरी निदाइ गरेर बिचरा बुढोलाई कति गाह्रो भयो हातमा बोकेको गर्न। सो आजको दिन हाम्रो यसरी बित्यो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।